पुरेको छु बहिनीलाई, मैले केही पनि खराब गरेको छुइनँ। तर यो रन्डीले जहिले पनि आएर मलाई किन पोक गर्छ, जहिले मेरो बच्चा किन ल्याउँछ, मेरो आमा बाउ किन ल्याउँछ यसले। म कति भयो मैले सावित्रालाई सपोर्ट गरेको, तर मैले कहिले भने सावित्रा, मैले लाइभमा आएर कहिले भने उनीहरूको पारिवारिक कुरा हो नानी म बोल्दिनँ, भरत आउँछ, भरत नआइजे बाबु तिमीहरूको पारिवारिक कुरा हो, जाऊ तिमीहरूको श्रीमान श्रीमती हो, भोलि मिल्छौ। मैले यति सम्झाएको छु नि यो कुरा। यो रन्डीले यो छ कि यसले मेरो बच्चा ल्याएन कि मेरो बाउ आमाले। आज त के भन्यो बाउले, यो छ मसँग रेकर्ड स्क्रिनसटहरू मैले लिएर बसेको छु, राखेको छु मैले। यसले मेरो बाउको बारेमा बोलेको छ नि, अनि यसलाई छोड्छु म, यसलाई छोड्छु, यसलाई छोड्छु म। मेरो परिवार मेरो बच्चा माथि जब जान्छ, मेरो दाजुभाइ माथि जब प्रश्न गर्छ, मेरो आमा बाउ माथि जब जान्छ, यो भालुलाई छोड्छु। अनि म त्यही कारणले म आएको बिचमा, यहाँ धेरैले नारायणले बिचमा बोल्नु नदिनु भनेको छ, म बोल्दिनँ। मलाई किन गर्थ्यो कि म भन्छु त के गर्थे त त्यसले। मलाई त्यसरी मेरो खालि मेरो बालबच्चा होइन, त्यो घोडासोडा भनेर केही फरक पर्दैन। तर मलाई मेरो आमामा मेरो सबै रेकर्ड मसँग छ, मेरो बच्चामा छ नि। म भन्दिनँ, म थ्रेड दिन्न, म यो गर्छु त्यो गर्छु, म केही पनि भन्दिनँ। भन् त ठुलो बनाइदेऊ त बाबु। तेरीमा ल्याउँछस् मेरो बच्चा, मेरो बच्चाले बिजनेस गरेको थियो, तैँले के भनिस् मेरो बच्चालाई? हो देखिस् नि बच्चा, हामी यो आमा हो जो आफ्नो बच्चालाई फुल सरह राख्छौँ, फुल राख्छौँ के। मैले मेरो बच्चा भनिनँ लाइभमा ल्याएर, म भन्दिनँ, त्यो मेरो चोइसको कुरा थियो। चला भालु नि अहिले आएर परिवारको कुरामा नारायणलाई बिचमा नल्याउनु भन्दा कमेन्ट कुदाएको रहेछ उतापट्टि। तिमीहरू सुन है, म कहिले पनि आएको थिइनँ। सावित्रालाई मैले हिजोदेखि सपोर्ट गरेको होइन, मैले पहिलेदेखि सपोर्ट गरेको। बुढा र बुढी मिलोस् भनेर म यसलाई सम्झाइ पनि राख्छु। तेरीमा यो एसबी भन्ने त रन्डीलाई नि, त त्यही सर्किनीको त्यही मुत्नेमा बसेर खा त सबिना बस्ने धनी कुन चाहिँ रहेछ रन्डी भालु नि। त होस् त अस्ति होइन त्यो घरमा गएर नाच्ने त हेर्नुहोस्, एसबी भनेको तेरो भिडियो मसँग छ पर्खी। तँलाई भिडियोसँग निकै प्रब्लम छ मलाई थाहा छ। हो यही भएर आएको यो निर्मला, यो त्यो त्यही छिद्रेनीसँग उहाँ त्यो लामकाने त्यो कालो कलेटी परेको मुजी बोकेर हिँड्ने त्यही रन्डीसँग नाच्ने केटी हो यो। लेख्छस् जे पाए त्यही भालु नि। म आउनुको रिजन यही हो, म आउनुको रिजन टिकटकमा यही हो। आज सावित्रालाई लिएर यस्तो बोल्नुको कारण यही हो, किनभने मलाई तानिएको छु, त्यही भएर बोलेको। म आज त मैले सावित्रा लिएर नभए म सावित्रा लिएर बोल्दाखेरि हजुरलाई नराम्रो लाग्छ होला होइन, म त्यस्तो त भन्न खोजेको। तर मैले यो गोप्य भिडियो यहाँ देखाएँ भने यिनीहरू सुसाइड गर्नुपर्छ। यहाँ गोप्य भिडियो म देखाउँदैछु, मलाई फलो गर भर्खर भर्खर देखाइदिन्छु। म आइडी गएर जाओस्, मेरो अर्को आइडी नै गएकै हो, मेरो भर्खर बनाएको आइडी हो। ल यति 2000ले फलो गरेर भर्खर देखाइदिन्छु म भिडियोमा। भर्खर देखाइदिन्छु देखाउँछ ल, म्युटमा बस् नबोल धेरै। हो त्यही भएर चाहिँ म बिचमा आएको है। मसँग लडाइँ गरोस्, मलाई जे भनोस् मतलब भएन, तर जहिले पनि मेरो बच्चालाई ल्याएको कारणले हो। मसँग रेकर्ड छ, यसले मात्रै रेकर्ड बोक्छ। हामीसँग त कसले अस्तिदेखि आइफोन हेरे रन्डी तेरो जस्तो तल कालो बेचेर कमाएको पैसा होइन है यो पनि। यो भिडियो भएको पनि यो पनि आइफोन। हामी त छ त, हामी त पैसा कमाउँछौँ हामी त। फेरि मान्छे हाक्ने राडी, तिरो राम्रै मान्छे नचिनिने मोबाइल बोकेर देखिस् छ है, राखेर बसेको छु दुईतिर। सावित्राले हेपिया छ, जहिले हेपिया छ। मलाई पनि पठाइदिनु भएछ आज दिदीले, आज आइपुगेको अहिले भर्खर एयरपोर्ट गएर ल्याएको। सुन्यौ त्यहीले पनि सुने, उ त्यसलाई पनि छिद्रेनीलाई के गरेको होला यस्तो अरे के। दि हजुर कुलधन हुन्छ छ हामीसँग त पैसा छ नि त, हामी त कमाउँछौँ, ढाक्क छाप्छौँ होइन शान्ति। हामीसँग त छ त, हुन्छ हामी त कमाउँछौँ। हामी वर्षै पछि मोबाइल चेन्ज हुन्छ, वर्षै पछि एउटा एप्पल आइफोन किन्छौँ। हामी चेन्ज हुन्छ नि त, 16, 17, 18 भने आइरहेको छ, अनि किन्छौँ हामी त, किनभने हामीसँग त छ नि त। हामी त चिलले कसको पोइले कति पैसा कमाउँदैछ भनेर चिलले के त कुखुराको चल्ला हेरे जसरी हामी हेरेर अर्काको पोइ हेरेर हिँड्दैनौँ। आफैसँग छ टन्न पैसा हो त, त्यही भनेको के। पहिला चाहिँ हाम्रो घरको लक्ष्मी एक त मिले पनि एउटाले गरेर खाना, देउरानीलाई पनि गरेर खाना नदिएर
उसले छोड्नु परेको एक त होइन उम्, अब मलाई अब म चोप लाएर बसेको मान्छेलाई उसले गर्दाखेरि हो नि त अहिले चुप लागेर बसिरहेछ है मलाई के म त म छु नि त मसँग अघि डिस्कस भएको मलाई ठोकेर बसे त के फरक पर्थ्यो त तर अनि टटौरी तैँले गर्दा भनेको होस् अरे तेरो बारेमा के टटौरीले मात्रै भन्नुपर्छ तेरो बारेमा छैनन् भन्ने अरू रामेछापको हामी अरू चिन्दिनौँ रामेछापकोले के तेरो त सबै उदाङ्गै छ के बाहिर तेरो केही पनि छैन तँ के चाहिँ छस् अब के बाँकी छस् तेरीमा त्यो अस्ति हजुरसँग आएर बोल्ने नि दिदी त्यो अस्ति नै हजुरसँग आएर बोल्ने मेरो साथी हो सँगै पढेको साथी हो स्कुलमा सम्झना पहिले आएर बोलिरहेको थिएँ नि त एक दुई दिन पूर्ण ला मैले बिर्सेँ त अस्ति सम्झना को हो टिकटकमा अर्कै छ नाम रियल नामै छैन फलो गर न भन्दै कराउँदै चाहिँ बिन्दासलाई फलो गर अरे हौ साथी 200 जनाले गरौ यो बिन्दासलाई फलो अहिले थाहा छ होइन दिदी यस्तो हो म देखाइन्छु भिडियो चाहे रिचार्ज चाहे खुदामा आफ्नो दुनियाँमा बाँचेको मान्छे म देखाइदिन्छु बिहान भर्खर आएको भिडियो हो त्यो होइन कसको हो मलाई थाहा छैन